मर्निङ एभ्रिवान। हजुर आरामै सन्चै हुनुहुन्छ होला। मेरो फेरि पनि न्यू ब्लगमा हजुरलाई स्वागतम छ। मेरो दाइ पछाडि हुनुहुन्छ, भाउजू अगाडि हुनुहुन्छ, बहिनी अगाडि छ। म चाहिँ छाता ढल्काउँदै काली हुन्छु कि भने हिँड्दैछु छाता ब्लग बनाउँदै। हजुर बिनाजु गाडीमा जाँदै आउनु, हामी गाडीमा अब टायर बसिरहनु भयो। यो हाम्रो गाडी पुग्यो, बहिनी आयो त। चिलपारामा हामी भाग्यले पाएको साथ पाएको भन्दै जाऊँ भाइ। सिङ्गे भाइ जाऊँ घुम्न। साँझलाई यता सबैजना घुमेर बाटो बन्दैछ। गाडी बिना आज टुकुर 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 हिँड्नु भयो। हामी छिटो आइपुग्यो है। चिनेको मान्छे रहेछ त्यहाँ माछा मारिरहेको छ। एकदम राम्रो ठाउँ छ यो चाहिँ। कुन ठाउँमा रहेछ? झागाझोली मान्छेलाई चाहिँ घुम्न आउनु होला। टिकट चाहिँ 100 रुपियाँ लाग्छ। बाटो सुविधा भर्खरै बनाउँदै त्यही भएर बनाउँदै। हामी चाहिँ अहिले हिँड्दैछौँ। मेरो भाउजू स्वागतम। ल हामी चाहिँ झगलझुगुल झल्याझुलु के भन्छन् अब यसलाई अलि उच्चारण गर्न दुःख। शिवजी हुनुहुन्छ यहाँ, होटल हुनुहुन्छ। एकदम राम्रो छ यहाँ चाहिँ खानाको सुविधा, घुम्नलाई। पेङ्गुइन रहेछ यहाँ गर्मी आयो नि। यहाँ चाहिँ फोटोसोटो खिच्ने। कता त टिकट काट्नु भनेको ए ल। एकदम राम्रो ठाउँ घुम्नलाई, खानलाई सुविधा, बेलुका आनन्द बस्नलाई एकदम राम्रो। फुलहरू छ, खोलाहरू। एकदम राम्रो ठाउँ हेर्नु है त। यस्तो यो चाहिँ ठाउँ चाहिँ भित्र जान टिकट लाग्छ 100 रुपियाँ। सांस्कृतिक के भन्छ यसलाई? सांस्कृतिक के झल्काउने के यता हेर्दैन हालो भनिदेऊ न। यता मेरो बहिनी हामी चाहिँ अहिले भित्र पस्दैछौँ। हाम्रा गाइजहरू यहाँ त चिनाउने हाम्रो ऐतिहासिक यो संस्कृतिहरू। संस्कृति झल्काउने के भन्छ बिनाज भनिदिनु न। यो होइन विभिन्न यहाँ संस्कृति चिनाउने भाँडाहरू पहिलेदेखि नै। संस्कृति झल्को भन्दै भन्नु न। संस्कृति झल्काउने यो हाम्रो यहाँ रहेछ हेर्नु। विभिन्न ऐतिहासिक भाँडाहरू भनौँ के भनौँ। मादल, यो पहिलाको यो पहिला रेडियो हेर्नु। यो बस्ने हाम्रो दाइले मादल बजाउँदै हुनुहुन्छ यहाँ। नागस्थान यहाँ चाहिँ एकदम घुम्ने ठाउँ राम्रो छ। यो भित्र चाहिँ हाम्रो बिनाजु यहाँ आइसक्रिम बन्द रहेछ खाम भने नि। यहाँ चाहिँ भित्र इन्टर गर्ने
एकदम राम्रो छ ल नि यहाँ बलमान एकदम राम्रो छ यहाँ चाहिँ दाइ दाइ यो मान्छेको लड्नु जुत्नु आइज जुत्नु आइज जुत्नु ए बिना गएर जुत्दिनु त चालु ए यस्तो खेल्ने ठाउँ रहेछ बच्चाहरू खेल्ने ठाउँ कति राम्रो ल कहाँ आऊ ए भाउजू गीतहरू कहाँ आउल पर्केल बालपनको उमेर ल यहाँ चाहिँ गाडी हेर्नु बहिनी पिङ खेल्दै हौ गाडी चलाउनु दाइ कुन होइन ल यसरी समातिन्छ क्यामेरा हातले छेक्यो ल हेर्नु सानो सानो नानीहरू खेलेछन् है सानो सानो बच्चाहरू खेलेछन् तिमी नि बस न एकतिर झाँटे कि तिमी एकतिर बस न तिमी एकतिर बस न एकछिन लड्छ कि एकतिर मात्रै भएर कि एकतिर मात्रै बस ए तिमी बस एक ठाउँमा एकतिर मात्रै भए झाँट्छ कि बस न एकछिन तिमी बस 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 न दोकान बस न यस्तो भयो कि एकजना मात्रै होइन एकजना मात्रै पुग्नुको पल्टिन्छ भन्ने हो कि झाँट्यो भने पल्टिन्छ नि त ल दोकान बस ल बस जाऊ कि दोकान बस न एकछिन हे रमाइलो जाऊ न बस यार सम्झना हुन्छ इन्डियामा बस्दै आँख्न हुन्छ तिम्रो फोटो अस्ति घुमाइदियो हो ल ल ल छिल्लो इन्डियामा यो हेर्दै हाँस्ने हो नि इन्डियामा सारा र हाम्रो साला बुहारीले खेलेको सानो बच्चाको याद आयो अरे ल्यान्स कति रमाइलो भयो ल जरा अब ल ल्याएपछि बुढाबुढी कति रमाइलो गरेका के भयो बन्द भयो त के भयो 2 मिनेट भयो स्टप भएको चक्कर लाग्यो ल हाम्रो बिनाजु दाइ भएन चाहिँ यो रातुलो गर्दाखेरि क्यामेरा अलि सफा आएन ए ल यस्तो हेर्नु एकदम बेलुका एकदम राम्रो देख्छ पिङहरू छ यहाँ सम्पूर्ण खेलेकुरा छ हामी चाहिँ अहिले अर्कै ठाउँमा घुम्न जान लाग्यो हामी यहाँ पिङ खेल्नलाई पिङ खेल्न मजाले एकदम प्रशस्त टिकट 100 रुपियाँ टिकट काट्नु जे पनि खेल्न पाउनु खाना चाहिँ पाउँदैन आफ्नो पैसाले तर सीसी क्यामेरा टोइलेट शौचालयको व्यवस्था यहाँ ढिकी छ हेर्नु पुर्खौली यो चाहिँ घरमा दिनदिनै मैले ढेकीमा तर्क पिसिरहेको हुन्छु यहाँ ढिकी छ हेर्नु एकदम राम्रो छ हेलो सीसी क्यामेरा होटेलहरू एकदम बेलुका एकदम रमाइलो हुन्छ नि उतै जाम पिङ खेल्न
बेलुका बस्नलाई नाइट एकदम सुविधा भाइ भिनाजु केही कुरा भन्दै नि यहाँको परिचय बनाऊ त हाम्रो यहाँ टुरिस्ट हुनुहुन्छ भिनाजु चाहिँ उता पिङ खेलौँ न त्यो भिडियो खेलेको कति डर लाग्यो फर्स्ट टाइम खेलेर होला त्यही भएर हो कि अलिक बेसी हलाउँ न अनि मलाई हला जस्तै दसैँ आयो भाउजू हाम्रो भाउजू पिङ खेल्दै हुनुहुन्छ दाइ बसिरहनु भयो हाम्रो नयाँ मेम्बरहरू घुम्न आउनुभएको बुटलदेखि आउनुभएको र बुटलदेखि हातमा जान्छ भने माथि चाहिँ झन् डर लाग्दो रहेछ यो बिचमा हुनु पनि कि एकदम डर लाग्दो रहेछ पिङ जति माथि माथि गयो एकदम डर आउने डर लाग्दो रहेछ खेल्ने मान्छेले त ठिकै नखेल्ने मान्छेले त्यति डर लाग्दो रहेछ फर्स्ट टाइम खेलेर पिङ कहाँ के गर्न हामी नजिकैको हो ए आउन नि हामी जहिले माथि होटलमा जाँदै घुमघाम गर्दैछौँ हाल चल्यो हाम्रो भाउज कहाँ रे के हजुर बनाउनु भएको कता हो र भात पकाउने भनेको कता हो र भेनाजु उता जानु भइसक्यो हामी चाहिँ टिकटक बनाएर अहिले तल जाऊ कता हो र उता माथि जाने पोहोर फाल्ने ठाउँ खरायो अझ हामी घुम्दै घुम्दै टिकटक बनाउँदै फोटो खिच्दै रमाइलो गर्दै हाँस्दै एक ढिलो भइरह पानी पर्यो असिना झर्यो यो लाइटहरू बोल्छ कि रातिमा अब हामी राति आउन भ्याउँदैनौँ अहिले अब सनलाइटसँग फुलहरू एकदम राम्रो छ यहाँ चाहिँ मन्दिरको पनि व्यवस्था नुहाउनलाई स्विमिङ पुल बन्दैछ यहाँ हामी फोटो चाहिँ खिचेर अब हामी तल जाँदैछौँ हजुर एकदम हँसाउनु दाइ भाउजू बोले दाइ इन्डो जाँदै हुनुहुन्छ एकदम हँसाउनु भयो अब हामी पिङ चाहिँ खेलेर यसो एकदम हँसा लाएर अब तल जाँदैछौँ आउनु कि बिना
उकाले चढी ओह्राले चढी भनेर दाइ पाउँछ त्यहाँ भिडियोबाट लाग्यो कसलाई चाहियो फुल एकदम प्रशस्त ठाउँ छ यो नयाँ ठाउँ पनि हो पिङ खेल्न पानीको प्रशस्त पनि छ यहाँ स्विमिङ पुल पनि बन्दैछ म चाहिँ क्यामेराम्यान एकदम राम्रो छ प्रशस्त ठाउँ ए बिनाज हजुर देख्नु भएन क्या हेर्नु न टिकटकमा हामी तल अलिक घुमघाम गर्दैछौँ एकदम राम्रो ठाउँ छ यो चाहिँ तर तरकारी पनि पाइन्छ यहाँ फेरि त्यो पानी त होइन होला नि हेर्नु एकदम ठुलो ठाउँ छ स्विमिङ पुल प्रशस्त पानी पनि दाइ भाउजू ओह नानी पनि यहाँ पानी केही हुने कि ल ल ल छिटो हलाउनु 15 सेकेन्डको के हो कि त्यो पिङ्की पनि हाम्रो साथीहरू पछाडि पछाडि हुनुहुन्छ गाइजहरू फोटो खिच्दै टिकटक बनाउँदै रमाइलो गर्दै हामी अब के गर्न जान्छौँ यहाँ नु यहाँ बाघ छ बाघ हामीले मुछार्दैछ बाघलाई नखाए भने ल यहाँ फोटो खिच्नु त त्यसले भएर जान्नु पर्छ दाइ भाउजूलाई आफ्नो तालमा हो हाम्रो भिनाजु ल हाँस यहाँ चाहियो भन्नु है मौरी चाहियो भने भन्नु है यहाँ मौरी हाँस अब हामी घुम्दैछौँ आफ्नै तालमा परिवार पनि रहेछ घुमघाम गरेर बसिरहेको अब हामी घर फर्किँदैछौँ भाउजू लास्ट ट्राई पछिल्लो वाट दिस लास्ट ट्राई मिनिङ घर जाने टाइम लास्ट टाइम एउटा भिडियो बनाएको यहाँ हाम्रो गाइड हो यो भिनाजु चाहिँ अब यहाँ पसल तरम भने भत्काम भने यहाँ कराइहाल्नु स्याउन हाम्रो आइसक्रिम खान पाए मिस भयो अब हामी घर फर्किँदै बुनु कस्तो लाग्यो हामी घुम्नु आएको कस्तो लाग्यो भन्नु न राम्रो लाग्यो भिनाजु कस्तो लाग्यो घुम्नु आएको सालीसँग हो घर फर्किँदै टिकटक सिसा बनाएर फोटो खिचेर कि बस्ने अझै बस्ने हो उता के उता खेल्यौँ यो भित्र कहाँ ल हामी गाइस अब फर्किँदैछौँ घर हाम्रो झक्का झुली झेला झुली भइयो बाई बाई लास्ट यो चाहिँ हाम्रो फर्किँदैछौँ लास्ट झागा झोली वेलकम ल भयो कि भयो कि भयो मिल्दैन फेरि हाल्न मिल्दैन कि यसरी भिडियो बनाउनु इन्टु भयो यो इन्टु बनाउने भिडियो भिडियो भइसक्यो सेकेन्ड 15-16 भइसक्यो त आफ्नो सामान आफै सुरक्षा गरौँ हाम्रो भनाइ भन्दै टुङ्गिन्छ पानी किन्नु ल उता शिवजी हर हर महादेवमा फोटो खिच्दैछ हामी घर फर्किँदैछौँ हिँडेर जान लाग्यो हामी चाहिँ अहिले चाहिँ कम्तीमा 2 घन्टा लाग्छ अघि चाहिँ गाडीमा आयो अब हिँडेर गयो जगिन गाइजहरू पछाडि हुनुहुन्छ ओके त्यही गाडी होइन वाउ ल गाइस अब हामी घरि फर्किँदैछौँ हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो आजको भिडियो ब्लग लाइक कमेन्ट अनि सेयर गर्नु फलोसहरूलाई युट्युब भिडियोलाई हेलो ल हाम्रो भिडियोमा लाइक गरिदिनुस् कमेन्ट गरिदिनुस् सेयर गरिदिनुस्
बाई बाई। अनि घुम्न चाहिँ नबिर्सिनु होला, यो हाम्रो ठाउँ हो, गाउँघरको ठाउँ नयाँ बनाएको छ, त्यसैले बाई बाई गरिदिनु ल सबैजनाले।